आदरणीय जनताहरु नमस्कार सबैजनालाई स्वागत छ। हामी चाहिँ चन्दननगरमा चाहिँ भर्खर हुँदै गएको चाहिँ यो पुलको निर्माण कार्य चाहिँ यो पानी परेकोले अवरुद्ध भइरहेको थियो र अवरुद्ध मात्रै भएन, यहाँनेरि चाहिँ भएको के भन्दाखेरि यहाँ चाहिँ अब लगभग यस्तो अवस्था भइसकेको छ, यो पुलले चाहिँ यो पानीले चाहिँ खाइसकेको छ। र यहाँ चाहिँ नि हाम्रो घर छ, एकजना एउटा दाजुको घर छ, अर्जुन भट्टराईको चाहिँ दाजुको घर छ। यहाँ यो घर चाहिँ सर्लक्कै लडाउन आँटिसकेको अवस्था छ, एउटा रुखको जराले मात्रै थामिरहेको छ भने चाहिँ नि यहाँ पानी व्यापक जम्मा भएर चाहिँ यताउति पनि छेउछाउमा सबैतिर काटिसकेको छ। र हामीसँग अहिले हुनुहुन्छ अर्जुन भट्टराई, यहाँको स्थानीय घरको चाहिँ नि मुली भन्छ। अर्जुन भट्टराईजी, अब तपाईँले चाहिँ भनिदिनु पर्यो यो विषयमा चाहिँ तपाईँको भनाइ आफ्नो राखिदिनु पऱ्यो क्या। अब यो सबै श्रेय भनेको वडा कार्यालयलाई जान्छ। वडा कार्यालयको अध्यक्ष धनप्रसाद नेउपाने, हाम्रो वडा सदस्य रोशन उप्रेती लगायतले यहाँ आएर अब 6 फिटको कलभर्टलाई चाहिँ 6 फिटको कलभर्टलाई के अरे पैनीलाई लगभग 6 मिटरमा अहिले परिणत गर्नुभएको छ। अब उहाँहरू चाहिँ अब कार्यालयभित्रै बस्नुहुन्छ। यो पैनी कतिको? यो पैनी चाहिँ यहाँनिर जुन देखिएको पैनी चाहिँ कतिको? यो अहिले 7 फिटदेखि 7 फिटको पैनी हो यो। अनि किन यो अहिले चाहिँ कतिको चाहिँ पुल बनाउनु आएको छ? यो चाहिँ अहिले 6 मिटरको 6 मिटरको 6 मिटरको पुल बनाएको छ। अब राज्यको कर तिर्ने हामी जनताहरू अब हाम्रो सुरक्षित छैन, वडा कार्यालय आएर निरीक्षण गर्दैन। अनि यो घर अब लडाइहाल्यो भने चाहिँ बाइचान्स अलिकति ठुलो पानी पऱ्यो, अहिले असारको महिना छ, घर लडाइहाल्यो भने चाहिँ के गर्ने विचार गर्नुभयो तपाईँ? घर लडाइहाल्यो भने के गर्ने? अब सुकुम्बासी भइन्छ, बसिन्छ उतापट्टि। ए ल हेर्नुहोस् सन्तहरू, यहाँ सुकुम्बासी बनाउन आँटिएको अवस्था छ। यो सडक निर्माण कार्यले गर्दाखेरि अर्जुन दाइले चाहिँ सुकुम्बासी बनाउन आँटेको छ। अब घरै लडाएपछि त अब के गर्नु भन्ने खालको कुराहरू चाहिँ यहाँ हेर्न सक्नुहुन्छ तपाईँले। घरको छेउछाउ सबै लडाउन आँटिसकेको छ। यो विषयमा चाहिँ नि गम्भीर ध्यान आकर्षण चाहिँ होस्। चन्दननगरको हाम्रो के अरे हाम्रो वडा कार्यालय प्लस वडा कार्यालय नगरपालिका कोसिया रहेछ, नगरपालिका सुन्दर रहेछ नगरपालिका। ल धन्यवाद छ तपाईँलाई। तपाईँको चाहिँ यहाँ के कति हुन्छ पैनीको व्यवस्था कसरी गर्छ? जस्तै आएर नम्बरी जग्गामा 6 मिटरको पैनी ल्याएर राखिदिन्छ, अनि त्यसपछि भएको मुख चाहिँ 6 फिट छ। अब यसलाई चाहिँ वडा कार्यालयले कसरी व्यवस्थित गर्ने हो, नगरपालिकाले कसरी व्यवस्थित गर्ने हो? अब ठाउँ ठाउँमा बनेको कलबटका मुखहरू अर्का घरमा बनेका छन्। ती पैनीहरूको संरचना कसरी बनाउने हो? राज्यको संरक्षण गर्ने मान्छेहरूले आएर पुलको अथवा पैनीको निकास कहाँ छ त्यो त वडा कार्यालय पनि हेर्न सक्छ नि त? सक्दैन। वडा कार्यालयले हेर्नुपर्ने हो। अब 4 जना वार्ड सदस्यहरू हुनुहुन्छ, एकजना वडा अध्यक्ष हुनुहुन्छ। अब वार्डमै आफ्नै नगरपालिकाले अमिन राखेको छ। त्यो अमिनले आएर यो पुल चाहिँ कहाँ पर्छ, अनि यहाँको पैनीको नक्सा चाहिँ कहाँ पर्छ, पैनीको कसले मासेको छ, कहाँबाट चाहिँ गएको छ, त्यो चाहिँ पहिले नि हेर्नु पर्दैन? अब उहाँहरू चाहिँ परको डिपिआरमा छैन भन्ने पनि जान्नुहुन्छ, डिपिआरमा छैन भन्ने पनि जान्नुहुन्छ। अरू ठाउँमा चाहिँ 6 फिटको पैनीलाई 6 मिटरमा बदल्न पनि जान्नुहुन्छ। त्यो त आएर हेर्नुपर्ने हो। स्थानीय निकाय भएपछि कहाँ कस्तो हुँदैछ, के हुँदैछ। ल ठिक छ, यहाँको चाहिँ कुरा हामीले लिइहाल्यौँ होइन। अब यो भिडियो चाहिँ हाम्रो सम्बन्धित निकायसम्म पुगोस् भन्ने चाहिँ कामनासहित अहिलेलाई यो भिडियो बन्द गर्छु। धन्यवाद अर्जुन दाइ। तपाईँको नाम अर्जुन भट्टराई होइन त? मेरो नाम अर्जुन भट्टराई, सुन्दर हरिच 8 चन्दननगरमा। धन्यवाद दाइ।